पनि यो माउन्टेनियरिङ हबी भन्ने डिपार्टमेन्ट थियो कि त्यो डिपार्टमेन्टमा हाम्रो नेपालीहरू खालि नेपालीहरू त्यहाँ अनि माथि गढवालको हिमाञ्चलको मान्छेहरू चढ इन्डियाको चढ्ने इन्डियाको धेरै तर गाह्रै छ त्यहाँ पनि खास गरी अफगानिस्तान पाकिस्तानको पनि गाह्रो छ मलाई भन्थ्यो कि मेरो त होइन अब रोगी बिरामीबाट होइन कि मेरो त्यो बानी पनि भन्यो तराईमा हुर्केको मान्छे तराईमा पढेको हुर्केको मान्छे अब त्यसले गर्दा मलाई नभएको त्यो थाहा हुन्छ तर इन्ट्रेस्टिङ कुरा के हो पाहाड जुन सानोतिनो कुरा छ तपाईँले आजकल सजिलो जस्तो तपाईँ फटाफट चढेको देख्दाखेरि ए सजिलो छ कि भन्दा मान्छेले सजिलो छ इन्डियाको पहिलो महिला बसिन्द्री पाल भन्ने इन्डियाबाट माउन्ट एभरेस्ट चढेको होइन अनि मेरो युनिभर्सिटीमा आएर मैले पढेको युनिभर्सिटीमा उसले आफ्नो अनुभव सुनाएको माउन्ट एभरेस्ट चढ्दा के भयो भन्ने मैले फर्स्ट टाइम माउन्ट एभरेस्ट चढ्दा के हुन्छ भन्ने त्यो र तेन्जिङ र हिलारीको 3 दिन हिलारीको रिडर डाइजेस्टमा आएको लेख त्यो दुइटाले मलाई खास माउन्टेनियरिङमा अलिकति केही कुरा इन्ट्रेस्ट भएको 1983 को कुरा अनि 17 वर्ष यो 21 वर्ष 25 वर्ष त्यो कति वर्ष 48 पिके शेर्पाजी टक्क हलाउँदै हुनुहुन्छ हाम्रो गुरु उहाँ नै हो सगरमाथा चढाउने दृष्टिबिन राजेशजी सगरमाथा चढ्ने भनेर आउनुभयो हामी सल्लाह गर्दैछौँ हाम्रो अभिभावकसँग कसरी चढ्ने के गर्ने भन्ने हामी यहाँ गर्दैछौँ अब हाम्रो मनिषाजी यो चाहिँ मिडियाको साइडबाट पिके शेर्पाजी हाम्रो सगरमाथा आरोहीका ट्रेनर 42 सालको जन्म भएको छ 40 होइन 81 होइन अहिले 40 वर्ष त्यस कारण चाहिँ नि उमेरले पनि हेर्नु पर्यो सुरुवात हो एउटा स्वास्थ्य हेर्नुहोस् एउटा प्राविधिक कुरा तालिम लिने के लिने अलिक सानो पाहाडबाट स्टार्ट गर्ने हो कि किनभने उहाँलाई अब सानो भन्ने त हुँदैन गाह्रो त सबै पाहाड अलग अलगै छ यहाँ त खालि हाइटको कुरा त होइन तपाईँहरू सबै त मान्छेले भन्छ कि सानोमा चढ्न सकिन्छ होइन त्यसको हिँड्ने तरिकै अर्कै छ उसको कुरा अर्कै छ फरक छ नि त फेरि यिनीहरूको त्यसले गर्दाखेरि त्यो एउटा ख्याल गर्नु पऱ्यो अब रहेको कुरा के भने एकैचोटि माउन्ट एभरेस्ट भन्दा चाहिँ तपाईँले हेर्नुहोस् एकैचोटि चढेका पनि छन् फेरि अलिकति यसमा प्रश्न गर्छु त्यो हजुरसँग मेरो पहिले नै होला लाग्छ होइन तर हजुरको बारे मैले चाहिँ मिडियाहरूमा एकदमै हेरिराखेको अवस्था हजुरको मलाई एकदमै राम्रो लाग्छ भनेर होइन त्यो गर्दै गर्दा यो अब मैले हिमाल चढाउने मात्रै नभएर म सोसियोलगको म आफै पनि यो प्रकृति बचाऊ भनेर धेरै लामो समयदेखि यो फिल्डमा काम गरिरहेको छु त्यही कन्सेप्टबाट म सगरमाथादेखि विभिन्न हिमालबाट फोहोरहरू झार्ने कार्यहरू गर्ने त्यो कुरामा धेरै लामो समयबाट अब त्यो अनुभवहरू राख्दै हजुरले भन्नु जस्तो अब यो टेक्निकल पार्टको कुराहरू नै छ त्यसमा होइन तर उहाँको कुरामा अलिकति म उहाँको विषयमा भन्न चाहन्छु किनभने अब यति आर्ट गर्नुभएको छ होइन हामीसँग त्यो केही टेक्निकल पार्टहरू छ अनि उहाँले जाँदा जाँदै हामी एउटा सानो पिक चढाउँछ एकैचोटि डाइरेक्ट माथि लाँदैन होइन जस्तै लघुचे पिक चढाएर त्यसपछि मात्रै हामी उता लान्छौँ पहिले त अलिकति 6000भन्दा माथिको एउटा हिमालमा चढ्नुभन्दा अगाडि चढ्नुभन्दा अगाडि त्यो चाहिँ बाटोमै पर्छ बाटोमै पर्छ अब यहाँ ट्रेनिङ अब खास उहाँलाई एउटा अब मान्छेलाई जस्तो मैले कसरी आर्ट गरेको भने एउटा दृष्टिबिन मान्छेले कसरी चढ्ला भन्ने हुन्छ मेन त होइन मान्छे त बढी क्वेसन त त्यही नै हुन्छ नि होइन तर हिमालको केसमा के हुन्छ भने हजुरको अब तल त डोराएरै लानुपर्ने हुन्छ उहाँलाई होइन तर माथिको केसमा के हुन्छ भने तपाईँको एभरेस्टको टुप्पासम्मै डोरी टाँगेको हुन्छ तल बेस क्याम्पदेखि नै उहाँसम्म डोरी टाँगेको हुन्छ बाटो क्लियर हजुर क्लियर हुन्छ अनि उहाँहरूले डोरी पनि समातिनु पर्ने अनि के हुन्छ भने उहाँलाई अब शेर्पा 2 जना हुन्छ एउटा अघि र पछि अनि अघि र पछि भएपछि कहाँ टेक्ने भन्ने कुरा सिकाइन्छ होइन अलिकति उहाँलाई गाह्रो भनेको खुम्बु आइसफल र त्यो माथि हिलारी स्टेप भन्ने छ त्यहाँ चाहिँ ढुङ्गा छ हिलारी स्टेपमा अलिक गाह्रो छ यो दुईवटा सबभन्दा अलिक गाह्रो भएको छ अरू ठाउँ त तपाईँको त्यस्तो धेरै अब सम्म नै छ तर हिउँ त हुन्छ मेन अब च्यालेन्ज भनेको अघि हजुरले भनेको छ अल्टिच्युडको च्यालेन्ज हो होइन अल्टिच्युडलाई चाहिँ तर त्यसमा पनि हाम्रो के हुन्छ भने त्यसैको लागि लामो समय राखेको
अब जस्तै तपाईँको 1.5 महिना लगाएर बेस क्याम्पबाट माथि गएको 1.5 दिनमा तल झरिन्छ डेढ दिनमा हिँड्ने बाटो 1.5 महिना लगाएर चढिन्छ त्यसको मतलब त्यहाँ चाहिँ हामीले अकलमटाइज गर्दै जाने हो होइन माथि जाने तल झर्ने माथि जाने तल झर्ने त्यसो गर्दा त्यहाँको हावा पानीसँग सबैसँग एडप्ट भइसकेको हुन्छ अनि एडप्ट भइसकेपछि अन्तिममा त्यो मेन गाह्रो भनेको तपाईँको साउथ पोलदेखि माथि चाहिँ अब रातभरि हिँड्नु हुनु त अरू ठाउँमा पनि राति नै हिँड्नुपर्छ तर साउथ पोलबाट माथि चाहिँ होल नाइट नै हिँड्नुपर्छ रातिभरि नै बिहान उज्यालो हुँदा चाहिँ टपमा पुग्ने हो त्यसले गर्दाखेरि त्यो अब उहाँसँग अब